गुड मर्निङ नमस्ते सबैजनालाई के छ हजुरहरूको हालखबर अनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ टिकटक आइडीमा। मेरो पुरानो आइडीमा चाहिँ अलिकति प्रब्लम आएको भएर अहिले मैले नयाँ आइडी बनाएको छु र म छु आज सकसको सुटिङमा। यो चाहिँ हाम्रो मूल घर हो गाइस। हेर्नु न यहाँबाट यस्तो दामी भ्यू देख्छ, म तपाईँलाई देखाउँछु ल। यो चाहिँ बिहान भर्खरै कति बज्यो 8 पनि बजेको छैन, घाम त्यहाँबाट निस्किरहेछ है। अनि यहाँ घरको बाहिर तुलसीको मोड छ, कस्तो राम्रो, यस्तो पोजिटिभ भाइब्स छ नि गाइज यो ठाउँमा होइन। अनि त्यहाँ तपाईँहरूले तल देख्नुहुन्छ हेर्नुहोस् है, खोला ल हेर्नुहोस् कस्तो राम्रो पहाडहरू भएको, यस्तो प्रकृतिले भरिपूर्ण ठाउँमा छौँ हामी। म तपाईँलाई पुरै घुमेर देखाउँछु। म चाहिँ भर्खर मेकअप गरेर रेडी भएँ, अरू चाहिँ सुटिङ गर्दै हुनुहुन्छ तल। अनि यताबाट माथि हामीले सुटिङ गर्ने अर्को घर चाहिँ उता छ, त्यहाँबाट यता तल डिलतिर त्यता पनि हामी सुटिङ गर्न गइरहेको हुन्छौँ। अनि मलाई चाहिँ यहाँनिर बस्दाखेरि कस्तो आनन्द आउँछ कि, इट्स अ ब्युटिफुल मर्निङ। अनि के छ यहाँहरूको हालखबर, सकस हेर्दै हुनुहुन्छ कस्तो लागिरहेछ प्रतिक्रिया दिनुहोला। हजुरहरूको कमेन्टहरू मैले हेरिरहेको हुन्छु टिकटकमा, अनि सबैको रिप्लाई गर्न पनि सकिरहेको हुँदैन, त्यसको लागि चाहिँ सरी। तर जसले एकदम त्यो हुन्छ नि राम्रो खालको कमेन्टहरू गर्नुभएको हुन्छ नि, जस्तै अब स्टोरीको बारेमा अथवा मेरो बारेमा, त्यस्तो हुँदा चाहिँ मैले सकेसम्म चाहिँ रिप्लाई दिने कोसिस गरिरहेको हुन्छु र रिप्लाई दिइ पनि राखेको छु। सो प्लिज हजुरहरूले कमेन्ट गर्नुहोला कस्तो लाग्छ, मेरो क्यारेक्टर कस्तो लाग्छ, अनि एज अ होल सकस नै कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अनि मेरो अरू भिडियोहरू पनि हेर्नुहोला, पहिलाको जस्तै मलाई माया गरिदिनु होला। हेर्नु म तपाईँलाई कस्तो राम्रो ठाउँ देखाइरहेको छु। थ्याङ्क यू एभ्री वान, थ्याङ्क यू फर वाचिङ। अनि फलो गर्नु है, मेरो नयाँ आइडी हो। सो सबैजना चाहिँ यो आइडीमा जोइन हुनु अबदेखि है। थ्याङ्क यू, हेभ अ गुड डे अल अफ यु।